सरकारका 3 अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्य व्यवस्थापिका अर्थात् संसदले कानून निर्माण गर्दछ। नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सहितको संघीय संसद, प्रदेश सभा र स्थानीय तहहरूले कानून निर्माण गर्दछन्। कानून निर्माणका लागि संसदमा पेश हुने कानूनको मस्यौदालाई विधेयक भनिन्छ। संघीय संसदको प्रतिनिधि सभा वा राष्ट्रिय सभा दुवैमा विधेयक पेश हुन सक्दछ। तर जनतालाई कर लगाउने उठाउने विषय भएको अर्थ विधेयक प्रतिनिधि सभामा मात्र प्रस्तुत गरिन्छ। सरकारका मन्त्रीले पेश गर्ने विधेयकलाई सरकारी विधेयक र अन्य संसद सदस्यले पेश गर्ने विधेयकलाई गैर सरकारी विधेयक भनिन्छ। कानून निर्माणका सिलसिलामा सरकारले पहिला नीति र कानूनको आवश्यकता महसुस गर्दछ अनि सरोकारवालाहरूसँग छलफल गर्दछ, कानूनको मस्यौदा गर्दछ, अर्थ मन्त्रालय र कानून मन्त्रालयसँग सहमति लिन्छ, मन्त्री परिषदबाट स्वीकृति लगायतका प्रक्रिया पूरा गरी विधेयक संसदमा दर्ता गर्दछ। सरकारी विधेयक दर्ता भएको 5 दिन र गैर सरकारी विधेयक दर्ता भएको 7 दिन पछिको बैठकमा विधेयक प्रस्तुत गर्न सकिन्छ। कुनै कानून निर्माणका लागि प्रस्तुत विधेयक कानून बन्न उपयुक्त छैन भन्ने कुनै सदस्यलाई लागेमा विरोधको सूचना दिन सक्ने व्यवस्था छ। तर त्यस्तो प्रस्ताव सामान्यतया सभाले स्वीकृत गर्दैन, किनकि त्यहाँ सरकारी पक्षका सदस्यहरूको बहुमत हुन्छ। संसदीय प्रक्रिया अन्तर्गत विधेयक छलफल र पारित गर्ने 3 वटा चरणहरू हुन्छन्, जसलाई प्रथम वाचन, द्वितीय वाचन र तृतीय वाचन भनिन्छ। प्रथम वाचन अन्तर्गत संसदमा विधेयक पेश भएको पहिलो दिन विधेयकको सैद्धान्तिक पक्षमाथि मात्र छलफल गरिन्छ। त्यसपछि विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउने वा संसदमै छलफल गरी पारित गर्ने भन्ने प्रस्तावमा छलफल हुन्छ। छिटो छरितो गर्नुपर्ने वा सानो मात्र संशोधन भएका केही विधेयक बाहेक प्राय सबैजसो विधेयकहरू समितिमा छलफलका लागि जाने गर्दछन्। विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउँदा प्रतिनिधि सभाको हकमा सार्वजनिक लेखा समिति बाहेक सम्बन्धित विषयगत समितिमा र राष्ट्रिय सभाको हकमा विधायन व्यवस्थापन समितिमा पठाइन्छ। विधेयकका सम्बन्धमा सदस्यहरूले राखेको संशोधनमाथि संसदीय समितिमा दफावार छलफल हुन्छ। संशोधन पेश गर्ने समय 72 घण्टाको हुनेछ। विज्ञ विशेषज्ञ, सरोकारवालाहरू र मन्त्रालयका सचिव, मन्त्री लगायतका अधिकारीहरूसँग छलफल हुन्छ। विस्तृत छलफल पश्चात आवश्यकता अनुसार संशोधनलाई समेत समावेश गरी समितिले प्रतिवेदन सभामा पेश गर्दछ। यस चरणसम्मलाई विधेयकको द्वितीय वाचन भनिन्छ। समितिको प्रतिवेदन सहितको विधेयकमाथि सभामा छलफल र पारित गरिन्छ। विधेयकहरूमाथि दफावार छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्दछ। यस चरणलाई विधेयकको तृतीय वाचन भनिन्छ। छलफल पश्चात सभाले पारित गरेको विधेयकलाई अर्को सभामा पठाइन्छ र टेबल भए पश्चात पुनः उही प्रक्रिया दोहोरिन्छ। प्रतिनिधि सभामा विधेयक पारित भए पश्चात राष्ट्रिय सभामा पठाइएकोमा राष्ट्रिय सभाले पनि 2 महिनाभित्र पारित गरी वा अस्वीकृत गरी वा केही संशोधन सहित पारित गरी प्रतिनिधि सभामा पठाउँदछ। निर्धारित 2 महिनाको अवधिभित्र राष्ट्रिय सभाले फिर्ता नगरे वा राष्ट्रिय सभाको संशोधन स्वीकार नभएमा प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यले विधेयक पारित गर्न सक्दछ। कानून निर्माणका सिलसिलामा संघीय संसदमा दुवै सदनको संयुक्त बैठक बस्ने प्रावधान पनि रहेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधि सभाले अस्वीकृत गरेको र प्रतिनिधि सभाले संशोधन सहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयक संयुक्त बैठकमा प्रस्तुत गरिन्छ। पारित भएका विधेयकहरूमा केही भाषागत र व्याकरणगत त्रुटि देखिएमा आनुषाङ्गिक सुधार गरिन्छ। प्रतिनिधि सभामा उत्पत्ति भएको हकमा सभामुख र राष्ट्रिय सभामा उत्पत्ति भएको हकमा अध्यक्षले प्रमाणित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गरिन्छ। राष्ट्रपतिद्वारा प्रमाणीकरण भए पश्चात विधेयक ऐन बन्दछ। त्यसलाई नेपाल राजपत्रमा प्रकाशन गरिन्छ र सो ऐनमा उल्लेखित मितिदेखि लागू हुन्छ।